रहर यो चाहिँ ल ल खेल हेर्नु होला सब ओ छोबियो छोबियो केही खाइनौ ओ एउटा खाइयो नि सुबस सुबस ल आना खाइनौ यार बद्दा त मलाई छो 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 छोबियो छोबिनो ल ल ल तँ नि मान्दो नत्र भए अहिले म भिडियोमै हेर्छु बद्दा मलाई उ गर्छौ नि ओ भर्ने पालो आइगयो नि त्यहाँ दोन चाहिँ भर्ने नै हो औ ल एउटा खायो है ल कुले चोक्कै लगानी जा अब खाओ ओ ओहो ल सेबास 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 ओ सेबास ओ लौ 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 राम्रो ल ठिक छ बाई बाई बद्दाउ बाई बाई ल तिमीले खाइौ लु हात मिलाउ न यता यार हात मिलाउ ओ खाइयो है ल अझै खेलाऊ है किरातीको र तिमीहरूको होइन ल खेलाऊ है खेल्नुपर्छ त हात सिधा बनाउनुपर्छ है ल बसौ है ल हामी फेरि भेटौँ ल है यसो राख्ने कति गएको भाइ कति दुरान्तको ल ल गोल 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 छवटा जान्छ क्या गोल 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 ल फर्स्ट सेकेन्ड ल है ल ल ओ हेत्तेरी पक्कोले खान्छ ल ओ सबै ल दुईटाको बट खाइगयो खाइकिन खान्छ ओ ओ हेत्तेरी ल है ल भीमसेन ओ ल दुईटाको एकान्त हान्छ कि अब यिनले खाइकिन ल बढाइछ तिमीले खाइ ल बढाइछ ल ल ल होइन यसो ल ल सिधा बिना क्या राम्रोसँग यार ल ठिक छ बढाइछ है राम्रोसँग खेलाऊ है सबैले धन्यवाद भिडियो हेरिदिनु भएकोमा अझै साथ सपोर्ट दिनु होला हेरिदिनु होला अन्य भिडियोहरू र लाइक सब्सक्राइब फलो गरिदिनु होला यसका साथसाथै यो ओखर थुक्का खेल्ने खेल भन्छ हाम्रो स्थानीय भाषा रैथाने भाषा हो अनि यो चाहिँ हामी पहिला पनि रमान्थ्यौँ कि रातिमा हामी खेल्थ्यौँ कि हामी त्यही भएर झ्यात्तै हेर्दा अब हेरिरहेको थिएँ अब त्यही हेर्दाखेरि अब ठ्याक्कै अब पहिले नखेलेको त्यस्तै याद आयो नि म चाहिँ धेरै रमाइलो लाग्यो त्यसैले भिडियो बनाएको अनि हेरिदिनु भयो हजुरहरूले अनि साउन्ड लागेसँगै बाहिरको बोक्रा फालेर भित्रको ओखर चाहिँ हामीले थुक्का खेल्ने चलन छ अनि थुक्का खालिन्छ हो अनि यो चाहिँ खेल्दाखेरि हाम्रो एक्सर्साइज पनि हुन्छ अनि टक्क ल्याएर कुरुमेला बनाउने जाँदै थिएँ त्यही गर्नलाई थिएँ हो अनि यो चाहिँ एक्सर्साइज नै हुन्छ कि होइन यो टक्क हातहरूको हुन्छ धन्यवाद सबैलाई म पछिको भिडियो अर्को भिडियोमा आउनेछु भन्दै बिदा हुन चाहन्छु नमस्ते बाई बाई